बडीको तरकारी साग हैन दाल अनि खुर्सानी हैन ल खाम त यसो यता हेरौँ त अनुहार पनि कस्तो लागिरहेछ दामी छ नि साग त एकै ठाउँ भयो कस्तो मिठो छैन यो मिठो होला जस्तो छ आलु फक्कै पाक्यो के त्यो अर्को आलु पकाउँदा पकाउँदा पाक्थेन यो चाहिँ मजाले पाक्नु भयो कि फक्क पाके खाके मिठो रहेछ नयाँ आलु हो नि त